यो भल्क्यानो यसरी जाने रहेछ ल रङ्गिन रङ हालेन देखाइदेऊ न ल रङ हालेन ल ताली बजाइदिउँ है पनि धन्यवाद प्रकट गर्दै अनि हाम्रो यो अहिलेको युगमा भूकम्पबाट धेरैजनाहरूको मृत्यु भएको देखिन्छ किनकि यो भूकम्प कतिखेर आयो र कसरी गयो भन्ने थाहै नभएर हामी मरेका नि छन् 72 सालको भूकम्पमा पनि थुप्रैजनाले ज्यान गुमाउनु भयो त्यसै गरी हाम्रो यो यहाँ ब्याट्रीबाट आएको एनर्जी यता जान्छ र यहाँ प्लस माइनस तारमा टच भएमा यता आएर सेन्सरमा बज्छ यो स्थिर भएमा आवाज आउँदैन यसलाई यसरी बिचमा राख्यो भने आवाज आउँदैन र कि कम्पनको कारणले हिल्लिएमा चाहिँ यसबाट आवाज आउँछ त्यसै सुन्न सक्नुहुन्छ तपाईँ कम्पन भयो भने आवाज कम्पन भएमा मात्रै आवाज आउँछ र स्थिर भएको अवस्थामा आवाज नआउने हुनाले यसलाई हामीले भूकम्प जानुभन्दा पहिले यसलाई अन गरेर छोडिदियो भने भूकम्प आएको समयमा हामीलाई प्रष्टै थाहा हुन सक्छ र यो हाम्रो स्कुलहरूबाट घेरबार गर्दाखेरि अथवा बिजुलीको लाइनबाट मानिसहरूको थुप्रैको ज्यान पनि जान्छ त्यो पनि यो सेन्सर फिट गरिने हो भनेपछि प्लस माइनस तारले मानिसको शरीरमा असर गर्नुभन्दा पहिले नै यसको के अरे हरनले हामीलाई सङ्केत दिएर हामी त्योबाट जोगिन सक्ने पनि सम्भावना धेरै छ र यसलाई हामीले बिजुली मतलब स्कुलको घेरबार वरिपरि पनि लगाइदियो भने हाम्रो कुनै कोही जनावर तथा के आए विद्यार्थीहरू अहिले बढी जस्तो विद्यालयबाट भाग्ने प्रयास गर्छ त्यो भाग्नुभन्दा पहिले नै यसको सूचना आउन सक्छ अनि र स्कुलको कार्यालयका सरहरू सम्पूर्णलाई थाहा हुन्छ त्यसैले यो अहिलेको विद्यालयको लागि महत्त्वपूर्ण एउटा उपकरण पनि रहेको छ भन्दै म यहाँ सम्पूर्ण सरलाई यो प्रदर्शन गर्न दिनुभएको भने फेरि पनि आभार प्रकट गर्दै धन्यवाद सर।